टाई लगाउने प्रचलन कुन देशबाट सुरु भएको हो? फ्रान्स। विश्वको सबैभन्दा धेरै टापु भएको देश कुन हो? टापु अर्थात् आइल्यान्ड। पास। एक दिवसीय क्रिकेटमा सबैभन्दा बढी रन हान्ने क्रिकेटर को हुन्? नारदले बजाउने बिडालाई मदती भनिन्छ, सही कि गलत? यहाँको प्रश्न र जवाफतर्फ म अगाडि जान्छु। टाई लगाउने प्रचलन कुन देशबाट सुरु भएको थियो? फ्रान्स। सही जवाफ दिनुभएको छ। विश्वको सबैभन्दा धेरै टापु भएको देश कुन भन्नेमा यहाँले पास गर्नुभयो। यसको सही जवाफ हो इन्डोनेसिया। तपाईँलाई जानकारी होस्, करिब 18,000 टापु त्यहाँ रहेको तथ्याङ्क छन्। त्यसैगरी एक दिवसीय क्रिकेटमा सबैभन्दा बढी रन हान्ने क्रिकेटर सचिन तेन्दुलकर हुन्। उनले 452वटा ओडिआई क्रिकेटमा 18,426 रन हानेका छन्। अहिलेसम्म कसैले पनि यो रेकर्डलाई तोड्न सकेका छैनन्। यहाँले पास गर्नुभएको प्रश्न हो यो। कर प्रणालीसँग सम्बन्धित PAN को पूरा रूप पर्मानेन्ट एकाउन्ट नम्बर हो। यहाँले यो प्रश्न पनि पास गर्नुभयो। र अन्तिममा नारदले बजाउने बिडालाई मदती भनिन्छ, सही कि गलत भन्नेमा यहाँले सही भन्नुभयो। जवाफ सही।